नमस्कार मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, हजुरहरूलाई अङ्कल ग्रामर च्यानलमा स्वागत छ। आजको क्लास हामी भ फर्मबाट सुरु गरौँ है त। भ फर्मबाट सुरु गरौँ। भ फर्मबाट टेन्स सुरु गर्नुभन्दा अगाडि भ फर्म हामीले जानेको हुनुपर्छ। जस्तै V1, V2, V3, V4, V5 मुख्यतः हामीले याद गर्नुपर्ने हुन्छ V1, V2, V3 मात्रै। V4 बुझ्ने हो, त्यही V1 मा आइएनजी हाल्ने। V1 मा आइएनजी हाल्यो भने V4 बन्छ। V5 पनि V1 मा एस हाल्यो भने V5 बन्छ। जस्तो V1 यहाँ हाल्नु अनि ES हाल्ने। अब कहाँ एस हाल्ने कहाँ ES हाल्ने भन्ने कुरा यहाँ माथि देखाएकै छ। लास्टमा एस आयो, एसएच आयो, सिएच आयो, ओ आयो, एक्स आयो, जेड आयो भने ES दिने। जस्तै यहाँ लास्टमा ओ आयो, यहाँ ES दिएको छ। त्यसै गरी यो आएन भने एस दिनु। अब जस्तै इट, एट, इटन, इटिङ, इट्स, डु, डिड, डन, डुइङ, डज, वेक, वोक, वोकन, वेकिङ, वेक्स। अब हामीले याद गर्नुपर्ने हुन्छ V1, V2, V3 मात्रै। अब हामीले कसरी याद गर्ने भन्दाखेरि हामीले धेरै कुरा याद गर्न खोज्दा पनि हामी बिर्सिरहेको हुन्छौँ। तर हामीले कतिपय कुराहरू गीत गाएर हामी पनि याद गर्न सक्छौँ। जस्तै गो, went, gone, eat, ate, eaten, do, did, done, wake, woke, woken, go, went, gone, eat, ate, eaten, do, did, done, wake, woke, woken, run, ran, run, sing, sang, sung, ride, rode, ridden, ring, rang, rung, run, ran, run, sing, sang, sung, ride, rode, ridden, ring, rang, rung, drank, drunk, know, knew, known, drive, drove, driven, grew, grew, grown, drink, drank, drunk, know, knew, known, drive, drove, driven, grew, grew, grown, lie, laid, laid, throw, threw, thrown, give, gave, given, fly, flew, flown, laid, lain, throw, threw, thrown, give, gave, given, fly, flew, flown, lie, laid, lain, throw, threw, thrown, give, gave, given, fly, flew, flown, rise, rose, risen, write, wrote, written, take, took, taken, bite, beat, beaten, write, wrote, written, take, took, taken, bite, beat, beaten, rise, rose, risen, write, wrote, written, take, took, taken, bite, beat, beaten.